के गर्नुभयो बाजे? भत्ता निकालेर ल्याएको थियो बाबु, पैसा कति आएछ भनेर गनिरहेको। अनि यति धेरै पैसा अब के गर्नुहुन्छ बाजे? के गर्नु बाबु, अस्ति बुढियाको लगेर खेतालोको तिर्नु पर्थ्यो, ज्याला तिर्नु पर्थ्यो, तिरिहाल्यो। अब अलिअलि बाँकी छ, मेरो नि यो लगेर अब 3-4 जनाको बाँकी छ, त्यो तिर्नुपर्छ। अनि त्यसपछि त्यही त हो नि बाबु, भुटन मसला ल्याउनुपर्छ बुढाबुढीलाई। अनि यो पैसा त अनि सरकारले भत्ता दिएको पैसा त अनि बाजे अब राम्रो पोषण खानु भनेर, आफ्नो डाइटको लागि खानु भनेर, मिठो मसिनो खानु भनेर पो दिएको त बाजे। अब हुन त हो नि बाबु, अब के गर्नु। अब हाम्रो गाउँतिर त अब यस्तै छन्, अब छोराछोरी कमाउने दिने मान्छे छैन। अब यो अलिअलि भत्ता आउँछन्, त्यो पैसाले खाने हो बाबु, त्यही पैसाले यसो घर खर्च चलाउने हो। अब के गर्नु बाबु, छैनन् कोही कमाएर दिने। छोराछोरी सबै परदेशतिर छन्, दिँदैनन् बाबु पैसा कमाएर। बाजे तपाईँले यो भत्ता पैसा लगेर घर खर्च चलाउने होइन, किनकि आफ्नो छोराछोरी हुनुहुन्छ होला, छोराछोरीलाई सम्झाउनु बुझाउनु, घर खर्च चलाउनको लागि पठाउनु भन्नु। तर छोराछोरीले पनि बुझ्नु पऱ्यो, जुन अवस्थामा भए पनि आफ्नो बाबुआमालाई हेर्नु पऱ्यो। यो मेरो अनुरोध, कोही कसैले यस्तो नगरिदिनु होला, आफ्नो बाबुआमालाई माया गर्नु होला।